आजको राशिफल हेर्नको लागि कृष्ण जमर्कटेल युट्युब च्यानलको समीपमा रहनुहुने मेरा समादरणीय आत्मीयजनहरूप्रति आजको राशिफलको अर्को नयाँ श्रृङ्खलामा म कृष्ण प्रसाद जमर्कटेल सबै सबैमा हार्दिक स्वागत गर्दछु। स्वीकार्नुहोला। जय श्रीमन्नारायण, जय श्री राधेश्याम। सदाको जस्तै आज पनि म तपाईँ हामी सबैको आजको राशिफल लिएर उपस्थित भइसकेको छु। मेरो यो प्रयासलाई अन्तिमसम्म हेरेर साथ र सहयोग दिनुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। साथसाथै यहाँहरू समक्ष मेरो प्रस्तुति सहज रूपमा प्राप्त गर्नको लागि कृष्ण जमर्कटेल युट्युब च्यानललाई सब्सक्राइब गरी जोडिनु हुन पनि म यहाँहरू समक्ष हार्दिक अनुरोध गर्दछु। यो अनुरोध सँगसँगै यो विश्वास सँगसँगै अब म आजको प्रस्तुतिको आरम्भ गर्न गइरहेको छु। आजको प्रस्तुतिको आरम्भ गरौँ आजको पञ्चाङ्गबाट। आज मिति 2082 साल माघ महिनाको 14 गते बुधबार, तदनुसार जनवरी 28 तारिक सन् 2026, नेपाल सम्मत 1146, श्री सूर्य उत्तरायण शिशिर ऋतु सिद्धार्थी नाम संवत्सर। आज माघ शुक्ल पक्षको दशमी तिथि रहेको छ। चन्द्रमा वृष राशिमा बिहान 7:36 कृतिका नक्षत्रमा, त्यसपछि रोहिणी नक्षत्रमा प्रवेश गर्नेछन्। त्यस्तै आज विष्कुम्भादि योग अन्तर्गत ब्रह्मयोग रहेको छ र वडिजकरण रहेको छ भने आनन्दादि योगमा सिद्धि योग रहेको छ। सूर्योदय बिहान 6:54 र सूर्यास्त 5:40 हुने कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो त भयो आजको पञ्चाङ्ग। अब आजको पञ्चाङ्ग सँगसँगै ग्रह गोचरको आधारमा तयार पारिएको तपाईँ हामी सबैको आजको राशिफल आरम्भ गरौँ। आजको राशिफलको आरम्भमा मेष राशि। मेष राशि हुनेहरूको लागि आज उच्च मनोबलका साथ काम गरेमा आजको दिन अर्थोपार्जनको क्षेत्र निकै फलदायी रहेको छ। द्वितीय स्थानमा उच्च भइरहेको चन्द्रको प्रभावले धन मान तथा प्रतिष्ठा प्राप्तिमा विशेष भूमिका खेल्नेछ देखिन्छ भने बौद्धिकतामा निखारपन पनि आउने देखिन्छ। समाजमा नेतृत्वदायी भूमिका प्राप्त हुन सक्छ। खर्चमा केही वृद्धि हुन सक्ने देखिन्छ भने प्रेम सम्बन्ध गहिरो रहला। परिवारमा आपसी समझदारी कायमै रहने देखिन्छ। वृष राशि। वृष राशि हुनेहरूको लागि आज मधुर बाणी र शीतल व्यवहारले धेरै व्यक्तिहरू प्रभावित हुने देखिन्छ। पढाइ लेखाइको स्थान उच्च रहनेछ भने अन्तर्देशीय व्यापारमा राम्रो कमाइ हुने समय छ। नोकरी तथा जागिर खानेहरूका लागि कार्यक्षेत्रमा प्रशंसा हुनेछ। आपसी प्रेम सम्बन्ध विवाहमा परिणत हुने समय आएको छ भने पति पत्नीबीच प्रेम र आत्मीयताको कुरा होलान्। अध्ययन अध्यापन धन आर्जनको माध्यम बन्न सक्छ भने स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आज लग्न स्थानको बृहस्पतिको प्रभावले साहित्य, कला तथा गीत सङ्गीततर्फ अभिरुचि बढ्ने देखिन्छ। अध्यापनको क्षेत्रमा रोजगारको सुनौलो अवसर पनि मिल्न सक्ने देखिन्छ भने अनाहकमा दुःख दिने र चिन्तामा पार्ने साथीभाइ तथा आफन्तबाट टाढै रहेको राम्रो हुनेछ। अनावश्यक यात्राले खर्चमा वृद्धि हुन सक्छ। बोलीमा नियन्त्रण नगरेमा माता पिता वा परिवारसँग वादविवाद पनि हुन सक्छ। जग्गा जमिनमा झमेला आइलाग्ने आज तपाईँको दिन रहेको छ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आज भाग्योदयको समय छ। मनमा पवित्र कर्म गर्ने उत्साह थपिनेछ। आफूले गरेको शुभ कर्मले आफूलाई आनन्द र अरूलाई गर्वको विषय बन्न सक्छ। आज तपाईँको लागि सहयोगको स्वरूप आत्मीयजनबाट उपहार पनि प्राप्त हुन सक्नेछ भने फर्कन मुस्किल भएको धन आज प्रयास गरेमा फर्कने सम्भावना पनि त्यत्तिकै छ। सरकारी नोकरीको लागि गरेको प्रयासमा आज उचित नतिजा आउन सक्छ भने सामान्य चोटपटकको पनि भय रहेको छ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आज राज्यबाट मान सम्मान तथा सेवा प्राप्त गर्ने सुअवसर मिल्न सक्छ। भौतिक सुख सुविधामा कुनै कमी हुने देखिँदैन भने अध्ययन तथा रोजगारीको लागि विदेशको तयारी गर्दै हुनुहुन्छ भने आज उत्तम समय रहेको छ। शत्रुमाथि विजय हासिल गर्ने क्षमतामा वृद्धि हुने देखिन्छ भने मनमा नास्तिक भावना जागृत हुन सक्छ। आज दिनेभन्दा लिनेतिर बढी ध्यान जाँदा आत्मसम्मानमा आँच आउन सक्छ भने पढाइ लेखाइको क्षेत्र उच्च रहेको तपाईँहरूलाई निवेदन गराउन चाहन्छु। कन्या राशि।
कन्या राशि हुनेहरूको लागि आज कर्म र भाग्यले एकसाथ साथ दिँदा आत्मीय शान्तिको अनुभव गर्नुहोला। योग, ध्यान, जप तथा अध्ययनमा बढी मन जाने देखिन्छ भने तपाईँको सहायताको आज धेरैलाई खाँचो पर्न सक्छ। घरमा देव तथा पितृ कार्य पनि हुने देखिन्छ। प्रियजनसँग भेटघाट होला। चिट्ठा उपहार पनि प्राप्त गर्न सक्छ भने सानो कुरामा प्रेममा दरार आउन सक्ने देखिन्छ। नोकरी प्राप्तिमा साथीभाइले बिगार्न सक्छन्, सावधान रहनुपर्ने देखिन्छ। तुला राशि हुनेहरूको लागि आज तपाईँको बोली र व्यवहारमा एकरूपता नहुँदा अनावश्यक तनाव र चिन्तामा परिन सक्छ। छिमेकीको वादविवादमा आज नफस्नुहोला। आफ्नो इज्जतको लागि ठुलै धनराशि पनि खर्च गर्नुपर्ने आज देखिन्छ। पढाइ लेखाइमा उच्च प्रगति हुनेछ भने पुरस्कार पनि प्राप्त गर्ने सम्भावना पनि त्यत्तिकै बलियो छ। पति पत्नीमा आत्मीयता र प्रेम बढ्ने समय छ। यात्रा गर्दा सावधानी अपनाउनुहोला। स्वास्थ्य समस्याले आज तपाईँलाई दिनभर सताउन पनि सक्नेछ। वृश्चिक राशि हुनेहरूको लागि आज स्वदेशी तथा विदेशी रोजगारीको क्षेत्रमा शुभ समाचार आउने समय छ। आफूभन्दा उच्च तहको व्यक्तिको मन जितेर आफ्नो उद्देश्य पुरा गर्न सक्नुहुनेछ भने बोलीको प्रभावले विपरीत लिङ्गीसँग सम्बन्ध बढ्ने देखिन्छ। प्रेम सम्बन्धमा गहिराइमा पनि पुग्न सकिनेछ भने अध्ययन अध्यापनमा अभिरुचि बढ्ने देखिन्छ। त्यस्तै मातापिताको स्वास्थ्यमा सामान्य खराबी आउन सक्ने आज तपाईँको दिन रहेको छ। धनु राशि हुनेहरूको लागि आज व्यापार व्यवसाय जस्ता आयमूलक क्षेत्रमा सन्तोषजनक प्रगति हात लाग्ला। विदेशी कमाई स्वदेशमा हात पर्ने देखिन्छ भने तपाईँका विरोधीहरू पनि निकै सक्रिय देखिन्छन्। खराब कर्म वा कुलतमा लागेको खण्डमा मुद्दा मामिला तथा दण्ड जरिमानामा समेत पर्न सकिन्छ। पैसा सापटी लिँदा दिँदा विचार गर्नुहोला। आज हातबाट गएको धन फिर्ता हुन मुस्किल पर्ने देखिन्छ। स्वास्थ्यमा केही समस्या आउने आजको तपाईँको लागि सम्भावना रहेको छ। मकर राशि हुनेहरूको लागि आज बौद्धिक क्षमता तथा कला कौशलताको उचित सम्मान हुने दिन छ। समाजमा तपाईँको खुलेर प्रशंसा गर्ने धेरै प्रशंसक भेटिने छन् भने शुभ समाचार तथा अचानक चिट्टा उपहार प्राप्तिकोले मन आनन्दित रहला। अरूप्रति सहानुभूति प्रकट गर्ने विचार नहुँदा दाजुभाइमा सामान्य मतभेद आउन सक्छ भने दाम्पत्य जीवन सुखमय रहनेछ। स्वास्थ्यमा सुधार आउँदै जाने देखिन्छ। कुम्भ राशि हुनेहरूको लागि आज जग्गा जमिनको कारोबार तथा ठेक्कापट्टा आदिमा सोचे जस्तो आम्दानी होला। आज अचानक भूमिको लाभ पनि लिने समय छ भने मातापिताको सहयोगले अधुरा कामहरू बन्ने देखिन्छ। गाडी तथा सवारी साधन खरिद गर्ने विचार निस्कन सक्छ। पेट सम्बन्धी स्वास्थ्य समस्याले सताउन सक्ने देखिन्छ भने पूर्वार्धको तुलनामा दिनको उत्तरार्ध त्यति सन्तोषजनक रहने देखिँदैन। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आज काम गर्ने उत्साह, जोस र जाँगर आज पनि उत्तिकै देखिन्छ। दाजुभाइ तथा दिदीबहिनी बीच बिग्रिएका सम्बन्धमा सुधार आउँदै जानेछ भने परिवारमा तपाईँको निर्णय नै अन्तिम र सर्वमान्य निर्णय हुन सक्छ। मनभित्रको अहङ्कार र दम्भ यथावत रहेमा सानोतिनो झैझगडा र वादविवादमा तपाईँ दोषी ठहरिने अवस्था आउन सक्नेछ भने पढाइ लेखाइमा उच्च सफलता हासिल हुने देखिन्छ। त्यसकारण बोलीचालीमा र व्यवहारमा विशेष ध्यान पुर्याउनु पर्ने आज तपाईँको लागि समय रहेको छ। यो त भयो आजको राशिफल। आजको राशिफलमा जे जस्ता विचारहरू व्यक्त गरिए पनि सद्विचार र सत्कर्मद्वारा आफ्नो दिनलाई शुभ बनाउनु तपाईँ हामी सबैको कर्तव्य हो। यही अनुरोध गर्दै र मेरो यो प्रयासलाई अन्तिमसम्म हेरेर साथ दिनुहुने मेरा समादरणीय जनहरूप्रति हार्दिक कृतज्ञता अर्पण गर्दै आजको श्रृङ्खलाबाट म बिदा चाहन्छु। तपाईँ हामी सबैको दिन आजको दिन शुभ रहोस्, मङ्गल रहोस्। जय श्रीमन्नारायण, जय श्री राधेश्याम।